हाम्रो घरको जेठी बुहारी जाँड छान्नु हुँदैछ। धेरै नै मेहनती हुनुहुन्छ उहाँ चाहिँ हरेक कुराहरूमा। जाँड खानु पराउने एक ड्रमले एक रातमा सक्नुहुन्छ। अब यो चाहिँ वासिङ मजाले छान्नु हुँदैछ। छेप्दो पनि कस्तो पुरानो सिस्टमको रहेछ। हाम्रो जेठी बुहारीको यहाँ जेठी बुहारीको यसो मैले गरिदिएको नि यहाँ। ल जेठी बुहारी यस्तै छ है। मधु खाने हो दाजु? सकियो है। ए रसमरको चिज बस्दिनु छ त। तर लाइटर त कहाँ खस्यो कि? किन दाजु जाँड? जाँड अब एकछिन त्यो भातलाई नगरे ढाकनी हाल्ने माथिबाट। थालहरू पनि त्यसै अब बस्यो ल ल मधु खा।